नमस्कार छ सबैजनालाई। लेकिन ये साला कर क्या रहा आज है? चाहिँ म एउटा मेसेज दिन चाहन्छु। के मेसेज हो भने हाम्रो घरमा जति पनि काम नलाग्ने बेकार वस्तुहरू छन्, बिग्रेका वस्तुहरू यी सब हामीले घर बाहिर गरिदिइहाल्नुपर्छ, फ्यालिदिइहाल्नुपर्छ। राखेर केही काम छैन, कचडा मात्रै हुने हो र कचडा भएको राम्रो हुँदैन। नयाँ साल पनि आउँदैछ र म तपाईँहरूलाई भन्न चाहन्छु यो फ्यान मेरो 8-10 वर्ष भयो, अहिले कामै लाग्दैन। क्या बात कर रहे हैं? बनाउँदा पनि यो ठिक भएन र यसलाई आजै घर बाहिर गरेर फ्यालिदिइहाल्नु पर्नेछ। अनि अरू वस्तुहरू पनि छन्, यता आउनुहोस् म देखाउन चाहन्छु। यहाँ तपाईँको यो सिलाइ मेसिन हो, यो पनि भयो 8-10 वर्ष भयो, अहिले अब कामै लाग्दैन, यसलाई पनि फ्यालिदिइहाल्नु पर्ने। अरू यो मिक्सर यो पनि त्यस्तै छ, बेकार भइरहेछ, बिग्रिरहेछ। यो आइरन पनि त्यस्तै भइरहेछ, केही काम लाग्दैन। यो छैन, तारसार कता के भएको केही काम लाग्दैन। यी सब वस्तुहरू घर बाहिर गरिहाल्नुपर्छ। अझै एउटा वस्तु तपाईँहरूलाई म देखाउँदैछु, यहाँ आउनुहोस्। र यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ एकदम बेकार वस्तु हो। यसलाई चाहिँ म भनिसके अहिले नै म घर बाहिर गर्न चाहन्छु। यो वस्तु चाहिँ यो पानी तताउने हो। यसलाई चाहिँ म एकदम अहिले फ्यालिदिइहाल्छु, यो कामै लाग्दैन। गजब बेइज्जती। समझ रहे हो?